एउटा वित्तीय ग्राहकले के बुझ्नु पर्यो भने हामीले यो सबै कुरा मोबाइलबाट चलाइरहेछौँ भन्ने बुझ्नु पर्यो सबभन्दा पहिला। यही मेरो मोबाइलबाटै भइरहेछ कारोबार होइन भनेपछि मैले यो मोबाइललाई सुरक्षित राख्नुपर्छ भन्ने भयो। अब ऊ सजग हुनलाई चाहिँ के बुझ्नु पर्यो भने यदि उसले कुनै पनि कारोबार सुरु नगर्दा नै कुनै ओटिपी आइरहेछ, कुनै एसएमएस आइरहेछ, कुनै इमेल आइरहेछ होइन कुनै पनि हिसाबले त्यस्तो खालको तपाईँलाई एउटा ओटिपी आयो भेरिफिकेसनको लागि वा टोकन आयो यो चाहिँ अब क्लिक गर्नुहोस् भन्ने खालको आयो भने सबभन्दा पहिलो सतर्क हुने नै मैले केही नगरिकन किन यो ओटिपी आयो त भन्दा कोही अर्को चाहिँ त्यहाँ ढोका ढकढकाइरहेछ है तपाईँको खाताभित्र छिर्न खोजिरहेछ भन्ने कुरो पहिला त्यो बुझ्नु पर्यो। एकातिर त्यो र यो चाहिँ अलिकति प्रविधिको पनि कुरा बुझेको हिसाबले भयो भने अर्कोतिर चाहिँ जुनसुकै मेसेजहरू जुनसुकै फोन कलहरूलाई आफ्नो तर्फबाट भेरिफाई नगरिकन पत्याउनु हुँदैन होइन। जस्तै कुनै मेसेज आयो म यस्तो अप्ठ्यारोमा छु पैसा पठाइदिए भनेर कसरी भन्छ भने त्यो मेसेजलाई पत्याउनु भएन। त्यस्तै अहिले पछिल्लो समय हामीले देखेको चाहिँ जस्तै लोयल्टी पोइन्ट्सहरू भन्छ नि हामी कुनै पनि त्यो पोइन्टहरू जोडिरहेछ तपाईँको त्यो पोइन्टलाई चाहिँ अब क्यास बनाउनु पऱ्यो वा तपाईँको खातामा म हालिदिन्छु भन्ने हिसाबले एउटा फेक कल आउँछ नक्कली ठगले फोन गर्छ अनि फोन गरेपछि पछिल्लो समय चाहिँ वाट्सएप मेसेन्जरहरू वा टेलिग्राम जस्तोहरूको प्रयोगबाट चाहिँ ल अब तपाईँको स्क्रिन सेयर गर्नु नि त भन्दो रहेछ। अनि स्क्रिन सेयर गर्न भन्नेपछि वा त्यसरी फोन आइरहेछ भन्ने बित्तिकै मैले के थाहा पाउनु पऱ्यो यसरी त कसैले पनि फोन गर्दैन। त्यही भएर सेवाग्राहीले यस्ता फोनहरू यस्ता मेसेजहरू यस्ता ओटिपीहरूलाई पहिला नै आफैले सजग हुनु पऱ्यो कि यो चाहिँ मैले यता पछि लाग्नै हुँदैन।